तपाईँले उद्धार मुक्ति पाउनु भएको छ भने तपाईँले पवित्र आत्मा पाउनु भएको छ। पवित्र आत्मा पाउनु भएको छ भने तपाईँको भित्र अनुभव छ, म चाहिँ संसारको निम्ति मरेँ, अब मलाई यी संसारका कुरातिर मेरो मन छैन, मलाई संसारको अभिलाषातिर मेरो मन छैन, यी संसारका यी रमझमतिर मेरो मन छैन, यी संसारका लाउने खाना कुरातिर त मेरो मन छैन, यी संसारका यी यावत कुराहरूतिर मेरो मन छैन भनेर चाहिँ तपाईलाई चाहिँ भित्रबाट अनुभव भइरहेको हुन्छ। त्यसैकारण तपाईँको इसिजी चाहिँ वास्तवमा फर्स्ट पर्सन त परमेश्वरको पवित्र आत्मा भयो, सेकेन्ड पर्सन चाहिँ तपाईँ आफै हुनुहुन्छ त्यो इसिजी गर्नको निम्ति एकदम मुख्य व्यक्ति चाहिँ। त्यसै कारणले तपाईँले उत्तर दिन सक्नुहोस् कि नसक्नुहोस्, तर तपाईँको भित्र चाहिँ यो कुरा तपाईँले महसुस नै गरेको हुनुपर्छ कि तपाईँका पाप क्षमा भए, साँच्चै तपाईँको जीवनमा परिवर्तन आएको छ। हामीले सोध्ने त यही हो, तपाईँको पाप क्षमा भयो भन्दाखेरि तपाईँले भएन भनेर माझ बत्तिसमा दिँदैनन्, भयो भन्नुपर्छ भनेर भन्नु भएर चाहिँ के फाइदा भयो होइन? तपाईँले मेरो पाप क्षमा भएको छैन होला भनेर भन्नुभयो भने त तपाईँलाई रिजेक्ट त्यति पनि गरिहाल्दैनौँ हामी। वास्तवमा तपाईँले भन्न खोजेको के हो भन्ने कुरालाई हामी बुझ्नुपर्ने हुन्छ होइन? या त तपाईँले बत्तिसमा लिएपछि मुक्ति पाउने होला, अझ विशेष मुक्ति पाइने होला भन्ने बुझ्नु भएर त्यसो भनेको पनि त हुनसक्छ, या भाषा नबुझेर पनि भनेको हुनसक्छ, या त भन्न खोजेको कुरा तपाईँले भन्न नजानेको पनि हुनसक्छ। त्यसले अर्थ राख्दैन, अर्थ चाहिँ तपाईँको जीवनमा भएको कामले राख्छ। अब तपाईँले बुझ्नु, तपाईँको इसिजीमा तपाईँले आफै आफ्नो इसिजी गर्नुहोस् है। अब तपाईँलाई ती पहिला प्रभुलाई नपाउँदाखेरि गरेका कामहरू, ती नराम्रा फोहोरी कामहरू चाहिँ फेरि गर्न मन लाग्छ कि लाग्दैन? अनि हिजो जो तपाईँ निष्फिक्री हिँडिरहनु भन्थ्यो, कसैको डर नै कसैले देखाएको छैन कि जेसुकै होस्, कोही विश्वासीले पनि देखाएको छैन, चर्चमा त जान्छु उसले पनि देखाएको छैन, उसले पनि देखाएको छैन, कसैको त्यहाँनिर केही पैसा गिरेको रहेछ, तपाईँले यस्तो मान्छेहरू के गर्नु त्यसलाई उठाउनु भयो, कसैले देखाएको छैन कि ठिकै छ परमेश्वरले जुटाउनु भयो भनेर हिँड्न सक्नुहुन्छ है? सक्नुहुन्न तपाईँ? यहाँ कहिले अर्काको टिपिस यसलाई तँले पब्लिक गर्नुपर्छ, यो कसैको हो भनेर तपाईँले त्यसलाई भनिरहनु भएको छ कि छैन है? यसै कारण हामी चाहिँ यहाँनिर सुनिश्चित हुनुपर्छ कि तपाईँको उद्धार भएको हो कि होइन। अनि तपाईँले हिजो गरेका हिजो तपाईँ उद्धार मुक्ति नपाउँदा खैनी खाँदै हुनुहुन्थ्यो, उद्धार मुक्ति नपाउँदाखेरि त्यस्तो कहिले कहिले अल्कोहल पनि पिउनुहुन्थ्यो, रक्सी पिउनुहुन्थ्यो, या तपाईँले सिगरेट खानुहुन्थ्यो, चुरोट पिउनुहुन्थ्यो, या तपाईँ एकदम झगडा गर्नमा माहिर हुनुहुन्थ्यो, मान्छेलाई पिटु लाग्थ्यो तपाईँलाई रिस उठेपछि, अनि मान्छेलाई पिट्दाखेरि मजा लाग्ने कुरालाई तपाईँले विचार गर्नुहुन्थ्यो, सोच्नुहुन्थ्यो कि ती कुराहरूमा तपाईँले प्रडक्ट ग्रहण गरेपछि चेन्ज आयो कि आएन? पहिला मान्छे पिट्न मन लाग्ने, ओहो मान्छे पिट्नु त अपराध रहेछ, हुँदैन भनेर त्यो पिट्नु पर्ने भन्ने ठाउँमा चाहिँ दया आयो कि आएन तपाईँको? है चेक गर्नुहोस् है आफूलाई। तपाईँले हिजो त्यो खाँदै गरेको त्यो खैनी बेकार छ भन्ने किसिमले त्योबाट नफरत आउँदैछ कि छैन तपाईँलाई? पिउँदै गरेको चुरोट रक्सीहरूप्रति तपाईँलाई नफरत आउँदैछ कि छैन? यो विकृतिपूर्ण कुरा हो। तपाईँलाई झगडा गर्न अब चाहिँ भित्रबाट अनिच्छा जाग्दैछ कि छैन? झगडा गर्नु हुँदैन। मुखबाट गाली निकाल्दा तपाईँलाई पछुतो हुन्छ कि हुन्न? अब झुक्केर निस्केला मुखबाट गाली, तर तपाईँलाई पछुतो हुन्छ कि हुन्न गाली निकाल्दाखेरि? मुखबाट गाली निकाल्दाखेरि ओहो म विश्वासी भएर पनि गाली गर्दैछु भन्नुहुन्छ, तपाईँ सेन्सिटिभ हुनुहुन्छ। अब स्वर्गको राज्यको निम्ति तपाईँ सेन्सिटिभ हुनुहुन्छ। अनि तपाईँले चाहिँ गोप्यमा केही काम गर्दाखेरि परमेश्वरले साक्षात् देखिरहेको अनुभव हुन्छ कि हुन्न तपाईँलाई? मान्छेले देखेका छैनन् भनेर तपाईँ कतै लापरवाही गर्न सक्नुहुन्छ कि? यदि सक्नुहुन्छ भने त दाल में कुछ काला है होइन? समथिङ इज रङ। कि त तपाईँले लापरवाही गरिरहनु भएको छ, कि त तपाईँले उद्धार पाउनु भएको छैन। त्यो दुईटामा एउटा त भएको हुनुपर्छ होइन? अनि तपाईँले कुनै झुट तपाईँले बोल्नुभयो भने त्यसपछि तपाईँमा चाहिँ एकदमै आत्मग्लानी हुन्छ कि हुन्न? ओहो म विश्वासी भएर पनि झुट बोलेँ, मैले त गल्ती गरेँ भनेर माफी माग्नको निम्ति तपाईँलाई हाततोरी लागिरहेको चाहिँ छैन? यहाँ झुट बोल्न चाहिँ सजिलै झुट बोल्न तपाईँ सक्नुहुन्छ कि सक्नुहुन्न?
मैले देखेको छु कतिपय विश्वासीहरू सजिलै झुट बोल्छ, सजिलै। सेवा गर्नेहरूलाई देखेको छु मैले, सजिलै झुट बोल्छन्। त म साह्रै थाकेँ, हे प्रभु यो कसरी हुन्छ र? अनि जसलाई मैले ती देखेँ ती सजिलै झुट बोल्ने मान्छेहरू अन्तिमसम्म टिकेन। ए होइन रहेछ, यो त सबै नौटङ्की गरेर पनि सेवा भएर निस्किन सक्दो रहेछन् मान्छे केही समयको लागि। नाटक गरेर पनि फुल टाइम वर्करसम्म पनि हुन सक्दो रहेछन् मान्छे। तर तिनीहरूले झुट चाहिँ सजिलै बोल्न सक्दैन, एकदम सजिलै झुट बोल्न सक्ने। ती मान्छेलाई मैले हेरेँ, अन्तिमसम्म टिकेनन् तिनीहरू। मलाई छुट्याउन गाह्रो भइरहेको बेलामा टिकेनन् अन्तिमसम्म। मण्डलीमा भार उठाउने जिम्मेवारहरू सजिलै झुट बोलेका र अन्तिमसम्म टिकेनन्। अनि अरू कुनै विश्वासी पनि जसले सजिलै झुट बोलेको छ तिनीहरू टिकेनन्। त्यसै कारण विश्वासीमा हुनुपर्ने ती कुराहरू के, तपाईँ कतै पनि ती कुरा खान मन लाग्दैछ भने इसिजी चल्दैछ, बुझ्नुभयो? त्यो रेखा सिधा भइरहेको छैन, मरेको भन्ने प्रमाण दिए होइन त्यसले तपाईँलाई। तपाईँलाई झगडा गर्न मन लाग्दैछ भने अलिअलि चल्दैछ। पहिला धेरै गर्थेँ, आजकल अलिअलि चलेर प्रमाणित हुँदैन त, डक्टरले तपाईँलाई प्रमाणै दिँदैन, बुझ्नुभयो? ठ्याक्कै इसिजीसित त नमिल्ला, तर त्योभन्दा गम्भीर पनि त हुनसक्छ होइन? त्यसै कारणले तपाईँ हामीले बाहेक आफ्नो विषयमा अरू कसले जान्दछ? परमेश्वरको आत्मा जो हामीभित्र छ उसले बाहेक आत्माको कुरा अरू कसले जान्दछ र? पहिलो कोरिन्थी 2 अध्याय 11 पददेखि पढ्नुहोस् त कृपया। मानिसभित्र भएको उसको आत्माले बाहेक अरू कुन मान्छेले मानिसका कुराहरू जान्दछ र? हेर्नु त, सुन्नुभयो? तपाईँभित्र भएको आत्माले बाहेक तपाईँको कुरा अरू कसले जान्दछ र? मैले त सोधेर अलिअलि थाहा पाउने मात्रै हो। अनि अगाडि यही प्रकारले परमेश्वरका कुराहरू पनि परमेश्वरकै आत्माले बाहेक हजुर अरू कुनै मानिसले जान्दैन। परमेश्वरको आत्माले बाहेक अरू कुनै मान्छेले जान्दैन। अब त्यहाँ तपाईँको आत्मा र परमेश्वरको आत्मा दुईटा फर्स्ट र सेकेन्ड साक्षीहरू हुन्। उद्धार मुक्ति पाउनु भएको छ भने तपाईँसित को छ? को छ? परमेश्वरको आत्मा छ। बुझ्नुभयो कि भएन? कुन दिनदेखि? तपाईँले प्रभु येशू मसीहलाई ग्रहण गरेको दिनदेखि परमेश्वरको आत्मा तपाईँभित्र हुनुहुन्छ। अनि अर्को कुरा, परमेश्वरको पवित्र आत्मा तपाईँ त्यो दिनदेखि हुन्छ। अर्को कुरा, तपाईँभित्रको आत्माले तपाईँको वास्तविक भित्रको कुराको गवाई विवेकद्वारा दिइरहेको हुन्छ।